यो प्रतिनिधिहरू चाहिँ कताबाट आए न आन्दोलनमा हामीले देख्यो न जेन्जीहरूको समर्थन छ यो हाम्रो यो अहिलेको सरकारमा न हामीले पठाएको छौँ यसरी उहाँलाई मन्त्री बनाउनु भनेर यो चाहिँ कसरी यिनीहरू चाहिँ सिफारिस भइरहेको छ त यिनीहरू जति पनि छन् सब एनजिओको लिङ्कको मान्छेहरू आइरहेको छ सत्तामा बसेको छ इट्स नट द्याट इजी कि गएर म एनजिओसँग लिङ्क छु भन्दैमा मन्त्री पद लिनु बट कन्ट्री एनजिओकै थ्रुबाट चलिरहेको देखिन्छ अहिलेसम्म अनि अर्को कुरा के भन्दाखेरि प्रोटेस्टमा कुनै पनि एनजिओहरू आएर चाहिँ आफ्नो आइडी कार्ड होइन एउटा एनजिओ जसरी आफूलाई रिप्रेजेन्ट गर्न मिल्दैन है कहिले पनि एन्ड त्यो गर्नु भनेको इट्स अलवेज अ पोलिटिकल्ली इन्टेन्ट मुभमेन्ट गनिन्छ क्या एन्ड विच भायोलेट्स द ल संविधान भन्दै बचाइरहेको छ त्यही संविधान अनुसार चाहिँ यो जुन अर्गनाइजेसनले आफूलाई रिप्रेजेन्ट गरिरहेको थियो प्रोटेस्टमा तिनीहरू जेल जानुपर्छ सबभन्दा अगाडि भायोलेसन गरेको भएर चाहिँ अनि एनजिओले अहिले आएर सरकार बदल्ने सरकार चलाउने काम गरिरहेछ हाम्रो कुनै समर्थ छैन